हेलो एभ्रिवान सबैजनालाई नमस्कार वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी मोमो खान लागेको बनाएर आन्टीहरूसित। सबैजनालाई ह्याप्पी न्यू इयर। तपाईहरू पनि मिठो मिठो पकाएर खानु होला। अनि सबैजना आफआफ्नो धुनमा कसैले मोमो बनाउने, कसैले काट्ने, कसैले अचार बनाउने गरिराख्नु भएको छ। अनि म पनि त्यहाँनिर अलिअलि सघाउनु चाहिँ सघाइरहेको छु। अनि यसो अलिअलि भिडियो बनाऊँ न, रमाइलो पलहरू क्याप्चर गरौँ भनेर म चाहिँ यसो क्यामेरा डुलाइ हिँडिरहेको छु होइन। अनि यसो टिकटकमा हाल्नु पर्यो अब यस्तो यस्तो मिलेर खाएको पलहरू होइन याद गरौँ जाडोमा यस्तो रमाइलो गर्दै होइन खाएकोहरू भिडियो बनाऊँ भनेर म चाहिँ यताउति गरेर क्यामेरा डुलाइरहेको छु होइन साथीहरू। अनि आन्टीले चाहिँ यो चाहिँ कामै गर्दैन, मोबाइल डुलाउँदै हिँड्दै भिडियो गर्दै हिँड्दैछ, काम गर भन्दै मलाई चाहिँ गाली गरिराख्नु भएको छ होइन। अनि अब चाहिँ म चाहिँ काम गर्छु। ल ल ल टक्कसँगले अब हाम्रो मोमो बन्दैछ गाइज। त्यहाँ मिसाएर हाल न जोडेर ए अर्को स्टिम कहाँ गयो? मोमो बन्दैछ यहाँ ल टक्कसँगले मोमो। यो चाहिँ अलिकति फुटेछ हौ त्यही भएर किमा ब्यालेन्स मिलाउनु नै बुट्टा हान्नु हो। अब म जहिले बनाइराख्ने मान्छे होइन नि त साथी होइन। टक्कसँगले म यस्तो गर्ने हो होइन। टक्कसँगले यस्तो गर्ने यस्तो 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 गर्ने हो। यस्तो टक्कसँगले हाम्रो चाहिँ मोमो रेडी भइसकेको छ। ल नाना उठाएर झ्याम्म खाइसक्यो। कता हौ सुक्रा आन्टी? सबजना यहाँ चाहिँ भगवान् हालिरहेको छ होइन। यहाँ हाम्रो कस्तो दामी भएको उठेको हामी त हातले नै हालिन्छ गाइज। पकाउनु पो हो त। पकाउनु सबजना हो। अचार कसले बनाएको, सुप कसले बनाएको? मैले कसको यो मेरो खाने मोमन खाने पिउ सुप हड्डी लिनु पर्यो। हात धुएको छैन सन्जु ल्याउ न। हजुर दामी हो न। मोमो खाइसक्यो गाइज। ह्याप्पी न्यू इयर पनि सक्यो।